दूतावासहरू छ। यो दूतावासका सबै मान्छेलाई बालेन सरकारले एउटा कार्यक्रममा बोलाएको छ, तर सबैजना आएको छ, तर सबैजनाले बालेनसँग हात मिलाउनको लागि लाइनमा लागेको छ। सबैजना सेल्फी खिच्नको लागि बालेनसँग लाइनमा लागेको छ। तर एउटा कुरा हेर्नुहोस् त, यो सानो देशको एउटा प्रधानमन्त्रीसँग हात मिलाउनको लागि कति इच्छुक छ लाइनमा लागेको हेर्नुहोस् त। बालेन शाहले आज विश्व हलाएका त्यो दूतावासहरूलाई बोलाएको थियो कि अब विश्व हलाउने दूतावासहरू आज नेपालमा, हिजो नेपालमा जुन प्रधानमन्त्री बालेनसँग जुन मिटिङ वार्ता जुन भएको थियो, भेटघाट भएको थियो, त्यो इतिहास लेख्ने हो, नेपालको इतिहास फेर्ने। तपाईँ हेर्नु त, यो भिडियोमा अन्तसम्म हेर्नुहुन्छ भने कुराकानी जति पनि मिटिङ भएको छ एकदम खुसियालीको साथमा, हाँसोको साथमा, ताकि नेपालको इतिहास कसरी बदलिन सक्छु। यति मात्र होइन, नेपालका प्रधानमन्त्री बालेन शाहसँग सेल्फी खिचाउनका लागि, सेल्फीका लागि लाइन बाई लाइन हेर्नुहोस्, लाइन बाई लाइन फोटो खिचाइरहेछ विभिन्न देशका दूतावासहरू, ताकि नेपालका अस्तित्वबारे सबैलाई थाहा छ। गरिब देश तर असल नेतृत्व गर्ने व्यक्ति आज प्रधानमन्त्री भएको छ। उहाँसँग हात मिलाउनको लागि, फोटो खिचाउनको लागि पालो पालो लाइनमा लागेर आज फोटो खिचाएका छन्। यति मात्र होइन, नेपालको इतिहासमा त्यो इतिहास लेख्न गइरहेछ कि ताकि हरेक नेपाली जनताको सपना साकार हुन्छ, हरेक युवाको भविष्य सुनिश्चित हुन्छ र आफ्नै देशमा रोजगार पाउँछ, आफ्नै देशलाई त्यो लेभलसम्म लान सक्छ कि आफ्नै देशमा हरेक चिजको त्यो ठाउँ पाउँछ। त्यसका लागि आज दूतावास, विभिन्न देशका दूतावासहरू आज इतिहास लेख्न सफल भएका, त्यसका लागि हात मिलाएका छन्। यति मात्र हो र? तपाईँ हेर्नुहोस् त, एकपल्ट यो भिडियो हेर्नु भएको होला, तपाईँले लाग्यो होला कि हो प्रधानमन्त्री भनेको त यस्तो छ, ताकि विभिन्न देशका दूतावासहरूले पनि हात मिलाएर आफूमा खुसी व्यक्त गर्दैछ। त्यो पनि